बाउको चाहिँ हात काटेर होइन यस्तो यहाँनिर खुन निस्किसकेको छ है बाँस काट्दा काट्दा। हेलो पिपल एन्ड वेलकम ब्याक टु आवर च्यानल। सो आज भने चाहिँ सन्डेको दिन है यसो भ्लग गरौँ भनेर निस्केको है। यति दामी सिन भइरहेछ होइन गरेको भाँडा धोको ए ल। अन्त आज चाहिँ हामी के गर्नु नाटेको भन्दा चाहिँ हामी यहाँनिर है कुखुराको खोर बनाउनु छ नि त होइन। सो आज सन्डेको दिन भनेर आमाले सबैलाई होइन यहाँ काम गर्नु भन्दैछ। यस्तो हालत भइरहेछ है। बाँसहरू पनि छैन अन्त अब हामी बाँस ल्याउनु जान्छौँ है। भाइ पनि आउँदै होला। सो यता पारी चाहिँ पारी गाउँ होइन। तँ नि आउने ओइ आउने त पनि ल त्यसो भने जा गएको म। सो गाइस हामी अब बाउ चाहिँ अघि गइसकेको छ है जङ्गल गएको रहेछ। अन्त अब हामी भाइ र म पनि जानुपर्ने हुन्छ होइन। ए यस्तो ओह्रालो हिँड्नुपर्छ भने एक चिप्ल्यो भने नि के सकिन्छ मान्छे। चिप्ल्यो कि गयो होइन बन्दुक पड्काइदिएको जति हो नि त। सो गाइस अहिले भने चाहिँ हाम्रो बाउको चाहिँ हात काटेर होइन यस्तो यहाँनिर खुन निस्किसकेको छ है बाँस काट्दा काट्दा। आहा घोचेको बाँसले। अन्त अब यो बाँस लिएर चाहिँ माथि फार्मको छेउमा गएर लडाइदिन्छ यसलाई होइन। ओ मेरो भाइ पनि आउँदैछ बाँस बोक्नुलाई। जा छिटो जा। यो बोकेर चाहिँ अब होइन। सो म हिँडेको कता हिँडेको बिजुली बलेर हट भएर यस्तो है हल्का मिक्स दिउँ होइन। सो अहिले भने एउटा बाँस लिएर आइपुगिसकेको छु है। अन्त अहिले घाम चाहिँ तपाईँको निकै गइसकेको छैन माथि लुकिरहेको छ। अन्त यहाँनिर है यो चाहिँ घामै गाइस यो यसलाई चाहिँ फेरि है जुम इन गरिहाल्नु पऱ्यो। अन्त यताबाट चाहिँ गान्तोक सिक्किम है त गाइस यो पर होइन बिचको जहाँ भाग देख्दैछ नि टक्क पर गान्तोक सिक्किम चाहिँ पर छ होइन। भाइ पनि है बाँस लिएर आइपुगिसकेको छ। सो अहिले भने चाहिँ हाम्रो सेकेन्ड ट्रिप पनि रेडी भइसकेको छ है। अन्त यहाँनिर यो मेरो होइन यो चाहिँ म लान्छु अन्त भाइले त्यो लान्छ अर्को है। सो अहिले बाउले चाहिँ लास्ट वान पिस होइन एटेम्प गर्दैछ अब काट्नु लागि। त्यहाँनिर बसेर बुढोले हेर्दैछ है कुन चाहिँ काटौँ भनेर। काट्नु च्याले हात धोयो सो मेरो चिया भने चाहिँ आइसकेको छु। अब यो के चिनीको चिया खाएपछि चट्टै फेरि चट्ट निन्द्रा लाग्छ नि त है मजाको सुत्ने बेला होला जस्तो छ त। यस्तो दिमाग लगाइरहेछ भने नि हाम्रो बिरालोले चाहिँ अर्को जुत्ता तल झारिदिएर होइन यो जुत्ताको टुप्पोमा अडेर बसिरहेछ। सो क्युट है। के छ म्याउ डेन्जर सुते त यो त एकदम दामी लागेछ यसलाई यो जुत्ता गनाएको। ओफ अब चिया पनि खाइसकेको छौँ होइन। अब चाहिँ हामी जान्छ यहाँ हाँस्दैछ उयो कस्तो लाग्दैछ मेरो जुत्ता धुनु पाएर मजा लाग्यो एकदम भाग्यमानी यतिको भाग्यमानी हुनु लागि चाहिँ चोरको नुनको चिया खानुपर्छ ल। गएको म अब के भन्नु छ आमा केही भन्नु छ नि यो चर्को घाममा। वाह गरिसकेर चिया खाँदैछु वाह गर्छ त। सो यस है। सो अहिले भने चाहिँ है हाफ डे गइसकेको छ आजको सन्डे।
एकछिन चाहिँ हामीले रेस्ट लियो है। अब फेरि जङ्गल जाने टाइम भएछ। सो फाइनल गाइस अब भने हामी हिँडिसकेको छ होइन। अन्त अब चाहिँ हाम्रो लास्ट ट्रिप है जङ्गलमा बाँस ल्याउने चाहिँ। सो यहीँ बुढो तल जाँदैछ तल। काट्नु काट्नु। सो अहिले भने चाहिँ हाम्रो एकदमै सुपरम्यान भएर बाँसको रुखमा चढिरहेछ। बाँसमा चढेर यो बाँसलाई चाहिँ काट्नुपर्ने छ होइन। टक्कै पारेर यो ठाउँमा चाहिँ काट्नुपर्ने छ टक्कै है। चढ्यो बुढो चढ्यो। सो दिस इज आवर लास्ट ट्रिप है। अन्त यस्तो मुस्किलले ल्यायो भने नि यसलाई है। यता चाहिँ हाम्रो बाउ पुगेर आउँदैछ होइन। हैरान भयो हैरान। कुमै भएको थियो यस्तो भयो त। जानु। सो आज भनी चाहिँ यतिकै रात पर्ला जस्तो छ होइन। यति चाहिँ हामीले ल्याइसकेको छ अहिलेसम्म है। सो यो चाहिँ होइन 3-4 ट्रिप जस्तो गऱ्यो होला हामीले है। अब बेलुकाको टाइम भइसकेको छ है। अन्त काम पनि रोकिसक्यो हामीले। अन्त अब आज चाहिँ हामी अब मासु ल्याउनु जान्छ होइन। मासु ल्याउनु जानु लागि रेडी पनि भइसकेको है। हल्का नुहाइ धुवाइ गरेर बाँस पुगेर पुरा जुसले चिलाउँदैछ नि होइन। अन्त चाहिँ झोला बुगेर रेडी भइसकेको छ होइन। सो अहिले भने चाहिँ हामी रोड पुगिसकेको छ है। यता म्याडम यहाँ बसिरहेछ। अन्त पर चाहिँ गाडी स्टार्ट हुँदैछ हाम्रो होइन। दाजुले गाडी स्टार्ट गर्दैछ। सो अब ऊ चाहिँ यहाँनिर आउँछ। अन्त हामी चढेर जान्छौँ मासु ल्याउनु होइन। सो हेरौँ मासु किन्ने जग्गामा गएर तपाईँहरूलाई भेट्नेछु म। सो हामी चाहिँ मासु किन्ने ठाउँ आइपुगेछौँ है। भाइ छैन सरको? ए तिमी हो? ए के गर गेम खेल्दैछ क्या बसेर भाइ? सो फाइनली हामी चाहिँ मासु किन्ने जग्गा आइसक्यो। अन्त अब यहाँनिर होइन। सो कहाँ लुक्यो क्या भाइ त? ए गेम खेल्दैछ यस भाइ। ल भ्लग गरेको आज चाहिँ। तिम्रो आज मासु लाने हो हामी। सो मासु भने चाहिँ रिजेक्टेड मासु रहेछ गाइस है। अन्त अब हामी फेरि अर्को जग्गा जान्छ मासु किन्न होइन। हामी 3 भाइ। सो अहिले भने चाहिँ हामी हाम्रो सेकेन्ड लोकेसनमा पुग्न आँट्यो है। जहाँनिर चाहिँ हामीले मासु पाइन्छ होइन। सो अब हामी बजार क्रस हुँदैछ यता होइन। यहाँदेखि चाहिँ हामी राइट जानुपर्ने हुन्छ है। सो यस हामी चाहिँ है मासु किन्ने जग्गा आइपुगिसकेको छ। अन्त मासु चाहिँ अब सही छैन होइन। यहाँ पुगेर याद हुन्छ गाइस। यो चाहिँ काली खोलाको मासु दोकान। यता अन्त हामी दुईजना जाँदैछौँ। के रहेछ यो मासु छैन दाजु? सक्यो? अब त मासु पाउनु मुस्किल छ। अहिले भन्छ मैले मासु लिइसकेको छु होइन। अन्त अहिले चाहिँ मेरो हातमा छ मासु है। अन्त यता चाहिँ हुँदैछ मैले हाम्रो यो। सो आज हाम्रो दिन भने चाहिँ यतिकै होइन। रात परिसकेको छ। अन्त अब बाहिर एकदमै अँध्यारो भइसकेको छ होइन। अन्त अब यस्तो कालो भइसक्यो है। सो तपाईँहरूलाई अब म नेक्स्ट भिडियोमा भेट्नेछु है। सो स्टे ट्युन वाच MNJ ब्लग।